104 104 वर्ष हुनु अब 5 लाख छु पैसा हामीलाई चिन्नु चिन्नुभयो त यहाँ फोटो खिच्ने मान्छे को फोटो खिच्ने मान्छे को चिन्नुभयो हामी डाँडा बिहा गर्ने के अरे दुर्गामुनिको छोरा जेठा जेठा मलाई चिन्नुभयो त मलाई चिन्नुभयो चिन्छु नि कसो चिनिन्छ को भन्नु त को भन्नु त सबै याद छ काठमाडौँबाट कहिले आउनुभयो अस्ति पूजा बनाएको ए 4 महिना बसेँ एउटा सोमबारे नभरेकोले आज भर्नु आएको एकछिन धेरै ठाउँ घुम्नु भयो नि त नातिलाई घुमाएको खुट्टा पनि चड्काउनु पर्यो भनेर 104 वर्षको अर्खौलीको अभिभावक बदम बहादुर श्रेष्ठ सोमबारे बजार भरेर चाहिँ आफै हिँडेर घर जाँदै हुनुहुन्छ यति बेला लट्ठी टेकेर ल हेर्नुहोस् 104 वर्षको वृद्ध चाहिँ सोमबारे हटिया भरेर जाँदै हुनुहुन्छ धेरै वर्ष अगाडि सोमबारे हटिया धेरै लाग्ने गर्थ्यो तर आज यति बेला सुनसान भइसकेको छ यो बजार र बुढा मान्छे पनि आफ्नो गन्तव्यमा लागिसक्नु भएको छ।